हेलो एभ्रिवान, म चाहिँ ग्रेड 12 को स्टुडेन्ट। सो मेरो ब्लड प्रेसर चाहिँ अहिलेसम्म चाहिँ नर्मलै थियो, 120/80 mm अफ एचजी थियो। बट 3-4 दिनदेखि चाहिँ मलाई थाहा होइन, मेरो ब्लड प्रेसर चाहिँ एकदम घट्ने बढ्ने भइरहेछ होइन। घट्ने त भएको छैन, बढिरहेछ क्या डे बाई डे। के गर्न खोजेको क्या यार, के गर्न खोजेको केही बुझ्दैन क्या। एक त अब बिहान अब एकछिन पढ्यो, दिउँसो अब यसै गर्मी हुन्छ, गर्मी भएपछि ल बेलुका पढौँला भन्यो, त्यो माथि लाइनको पारा त्यस्तै। त्यो दुर्गेश थापाको लाइभ कन्सर्टमा बजा जस्तो हुन्छ, कहिले खुल्या छ कहिले बन्द गरेको छ, झ्याप झ्याप लाइन गएको छ होइन। अनि त्यसपछि अब यो एक्जाम पोइन्ट अफ भ्यूबाट छिर्न पर्दाखेरि चाहिँ के हो खै, बिहान एउटा न्युज गर्छ, दिउँसो एउटा भन्छ, बेलुका अर्को गर्छ। अब बिहान चाहिँ जसरी नै एक्जाम गराउने भन्छ, दिउँसो अब के गर्ने थाहा छैन, बेलुका फेरि अब एक्जाम सर्यो रे भन्ने हुन्छ। सो के गर्न खोजे हो अहिले 12 क्लासको स्टुडेन्टको हालत चाहिँ कस्तो छ भने, कसैले एक्जाम भन्यो भनेदेखि त्यसलाई चाहिँ ढुङ्गा टिपेर हान्छन् होला जस्तो लागिसक्यो क्या। इभन त्यतिसम्म फ्रस्ट्रेट भयो।